What's up, guys? Welcome to my channel. आज अष्टमी होती थी और हाम्रो घरमा खसी काट्न थाले खसी काट्न थालेको बेला पानी अघि ठुलो परेको थियो फेरि र फेरि ठुलो पऱ्यो अनि र अझै ठुलो भएको छ अनि यही हो खसी चाहिँ सबजना यहाँ तिर्खाइ टाँगेर ठिक पारेको थियो कल नभए पनि उता सबैतिर पानी यसले नै काटेर त्यहाँ पानी काट्दैछ चिङकङ सार्कको स्पिड 7 गियर हो पछाडि अगाडि 3 डिस्प्ले सकको हावा निकालेर हाल्नु पर्ने यहाँ स्ट्यान्ड अस्ति लुज टाइट गराएको फेरि टाइट गराएको पानी पनि भिज्यो अब माथि हुन्छ यहाँ गाडा यहाँ राखेको चाहिँ पछाडि लिएर जानुपर्छ काट्नु त्यहाँ हुन्छ केराको माथिबाट देखाउँछु म हेर्नुहोस् सन्देश दाइ र अर्को गएर यहाँ तिर्पा उता पिङ बनाएको हिजो हामीले मलाई भ्लग बनाउनु जस्तो लाग्यो फेरि बनाइसकेको थियो कि अब त्यहाँ मैले पनि बनाइराखेँ अब मैले बनाइराखेँ बेला मैले बनाएँ भने त त्यहाँ गाह्रो हुन्छ नि घाम पनि लाग्यो स्यालको दे अब खसी काट्ने मैले मेरो कोठा बनाउनु वाला भ्लग लागि फुल भेट्टाइन सिरानीको त्यही भएर फुल त एउटा दुइटा भेट्टा त्यो अरूमा लगाउनु पर्ला त्यही खाटकी त्यसकै जोडी फुल भेट्टाइन टिका लगाउँदै
तर हामीले दसैँको हाम्रो बाबा मम्मीले चाहिँ टिका लगाउनु हुँदैन बाबाको साइलोमा गर्नु सबै थोक रिकभाट गरेछ ढिलो गर्ने काम नगर के गर्नु त समय अनुकूल यस्तै भयो हामी पनि बिहानमा रान्नु मात्रै खान पाइएन ढिलो भयो त्यो भएर अब ठिक्क साइज परेको म बोलेपछि यहाँ फरक पर्दैन लोकलमा सर आनन्द छ ढौका गएर आनन्द छ यहाँ धुवाले मेरो आँखा पोलिरहेछ अब काटिन्छ पुरै लिएर गइराख्नु भएको त्यहाँ चामल हाल्नु भयो अब त्यो चामल खाँदा खाँदै काटिसक्यो त्यहाँ रगत एउटा भाँडोमा हाल्दै हुन्छ यो चाहिँ बच्चाहरूलाई नदेखाउनु डराउन सक्छ यो केलाई बनाउनु भएको गाइस अहिले चाहिँ घाम पानी भइराखेको छ त्यहाँ काटिसक्यो यहाँ पानी यो पाइप चाहिँ रगत निकाल्न हो तपाईँले सङ्कल्प सुवेदी कुत्ता भन्ने सर्च गर्नु मैले राखेको मेरो बेस्ट फ्रेन्ड हो उसको प्लान भ्लग हेर्नुहोस् राम्रो लाग्यो कमेन्ट
एडिट चाहिँ गर्न मिल्दैन उसले आफ्नो भ्लगमा भन्छ राम्रो लाग्यो कमेन्ट पनि भन्छ कमेन्टै अफ हुन्छ मैले पनि मेरो भ्लगको कमेन्ट अन राखेको हुन्छु आफै अफ हुन्छ गाईले हाल्नुभयो म थिएँ एउटा म एउटा पछि भाइ हो गाइज हुन्छ नि म त्यो अस्तिको भ्लगको पार्ट 2 हालौँ कि नहालौँ कोठामा कमेन्ट गर्नुहोस् गाइज अहिले चाहिँ म अघि भ्लग छोडी चार्ज अलिक गर्नु थियो चार्जमा हाली उता गएँ त्यहाँ पिङ खेली हामीले अनि सङ्कल्पको घर गएँ सङ्कल्पलाई लिनु सङ्कल्पको दाइ भाइ दिदी बहिनी सबै आए अनि दाइहरूको भाइ चाहिँ गयो बहिनी चाहिँ कहाँ हरायो अनि अनि मलाई पसल पठाउनु भयो यहाँ काटेको घर भुजा र सुर्ती ल्याउन अनि गएर ल्याएको यहाँ सकिसकेछ काटेर चप्पीले खाँदैछ अरू कुकुर पनि किङकङबाट आएको यहाँ हेर्नु यहाँ खाँदै हुनुहुन्छ यसैका साथ म भ्लगलाई एन्ड गर्छु